नमस्ते। आज पनि नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा 106.6 मा प्रस्तुत गरिने यो समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा BBSha Sakya र म शङ्कर थापा। अब आजको कार्यक्रममा म यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु र अब समय सन्दर्भमा विशेष गरी कोरोनाको लहर, कोरोनाको कहर छ भनौँ, कोरोनाको महामारी फैलिएको स्थितिमा म हाम्रो कीर्तिपुर नगरपालिकाको सँगै जोडिएको दक्षिणकाली नगरपालिकाको वस्तुस्थिति जान्नको लागि आज म कार्यक्रममा जोड्दैछु दीपक कुमार केसी सरलाई। उहाँ हुनुहुन्छ सूचना अधिकारी, दक्षिणकाली नगरपालिकाका सूचना अधिकारी पनि हुनुहुन्छ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आज हाम्रो कार्यक्रममा लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हेलो केसी सर, स्वागत छ हाम्रो कार्यक्रममा। यस, धन्यवाद, नमस्कार। अहिले कोरोनाको महामारी नै भइरहेको छ। हाम्रो कीर्तिपुरमा पनि अलि अगाडि यस्तै अलिकति सङ्क्रमितहरूको सङ्ख्या निकै नै बढेको थियो अनि चन्दागिरीतिर पनि यसै बढेको छ र अहिले दक्षिणकालीको वस्तुस्थिति के छ हजुर अहिले कोरोनाको? विशेष गरी दक्षिणकाली नगरपालिकामा हामीसँग अहिले कोरोनाको अवस्था 83 जना चाहिँ अहिले हामीसँग कोरोना सङ्क्रमितहरूको सङ्ख्या पुगेको छ, जसमा चाहिँ हामीले नै निर्माण गरेको आइसोलेसन हाम्रो चल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिँ एउटा हामीले आइसोलेसनको रूपमा चाहिँ त्यसलाई स्थापित गरेका छौँ र त्यो नगरपालिकाको आइसोलेसनको रूपमा चाहिँ अहिले हाल 7 जना चाहिँ अन्डर ट्रिटमेन्टमा हुनुहुन्छ। त्यहाँ चाहिँ उहाँहरू बसेर उपचार गरिरहनु भएको छ र विशेष गरी अन्य अस्पतालहरूमा नै यस नगरवासी 3 जना नगरवासीहरू चाहिँ आफ्नै निजी खर्चमा चाहिँ अन्य 3वटा हस्पिटलमा 3 जना चाहिँ उपचारको क्रममा हुनुहुन्छ। र विशेष गरी अहिले हामीले होम आइसोलेसनलाई बढी चाहिँ फोकस गरेका छौँ र होम आइसोलेसनमा बस्नलाई चाहिँ हामी अलिकति प्रेरणा पनि गर्छौँ र उहाँहरूलाई चाहिँ होम आइसोलेसनमा कसरी बस्नुपर्छ भनेर उहाँहरूलाई चाहिँ एउटा यो स्वास्थ्यको मापदण्डहरू चाहिँ सिकाउने र काउन्सिलिङ गरेर उहाँहरूलाई परामर्श गरेर अहिले 32 जना चाहिँ होम आइसोलेसनमा हुनुहुन्छ र अहिले अन्डर ट्रिटमेन्ट कम्प्लिट भइसकेका चाहिँ 41 जना चाहिँ ट्रिटमेन्ट कम्प्लिट भइसकेको अवस्था छ। अनि अब अहिले चाहिँ अब नगरपालिकाको काम कारबाहीहरू अलिकति रोकिएको छ, नगरपालिकामा पनि सङ्क्रमण बढेको भन्ने अलिकति सुनिएको र भएर मैले तपाईँलाई कन्ट्याक्ट गरेको। त्यहाँको स्थिति चाहिँ के छ अहिले? अहिले नगरपालिकाको कामका चाहिँ हामीसँग भएको जस्तो विशेष गरी वडा कार्यालयमा काम गर्ने वडा सचिवहरू, कर्मचारी साथीहरू, यसै गरी हाम्रो स्वास्थ्य संस्थाहरूमा काम गर्ने स्वास्थ्यकर्मी साथीहरू र नगरपालिकाकै कर्मचारीलाई समेत कोरोना पोजिटिभ आएको कारणले गर्दाखेरि तत्काललाई चाहिँ अस्ति 3 गतेबाट चाहिँ यही कार्तिक 3 गतेबाट चाहिँ कार्तिकको 14 गतेसम्मलाई चाहिँ अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू चाहिँ बन्द गरेको अवस्था छ। जसका कारणले अब चाहिँ नगरवासीहरूमा अरू चाहिँ कर्मचारी साथीहरूमा, जनप्रतिनिधिहरूमा, नगरवासीहरूलाई चाहिँ त्यो कोरोना सङ्क्रमण नफैलियोस् भनेर चाहिँ अति आवश्यक सेवाहरू चाहिँ दिने र ती बाहेकका अन्य सेवाहरूलाई चाहिँ अहिले हामीले बन्द गरेको अवस्था छ। अब यो कोरोना चाहिँ अब जाडोको मौसम पनि बढ्दै गइरहेको छ। अब फेरि अहिले यसको महामारी नै भनौँ न अब समाजमै फैलिसकेको स्थिति आइरहेको छ अनि सरकारले फेरि अब कोरोनाका सङ्क्रमितहरूलाई उपचार गर्दिन भनेर अहिले यस्तो विज्ञप्ति आइरहेको छ। यो अवस्थामा यहाँहरूले चाहिँ अब कसरी यो कोरोनालाई आफ्नो वडामा, आफ्नो नगरमा कन्ट्रोल गर्न सक्छु भन्ने धैर्यता राख्नु भएको छ? होइन, अब अहिले जुन स्वास्थ्यको प्रोटोकल जस्तो जे जति हामीले अहिले चाहिँ अब कोरोना सङ्क्रमणबाट फैलनबाट रोकिने रोकथामका उपायहरू चाहिँ हामीले विशेष गरी यो प्रचार प्रसार गरेर पम्पलेटहरू बनाएर माइकिङहरू गरेर चाहिँ अहिले त हामीलाई केही चाहिँ भोलिन्टियर पनि परिचालन गरेर हामीले केही भोलिन्टियरहरूलाई पनि परिचालन गरेर त्यो व्यापक रूपमा जनचेतना नै फैलाएका छौँ। हाम्रो मुख्य प्राथमिकता चाहिँ अहिले जनचेतना नै छ र त्यो जनचेतना दिइरहेका छ। जनचेतना सँगसँगै अब हामीले अब यदि कोरोना घर घरमा चाहिँ कोरोना भइहाल्यो भने उनीहरू घरमै बस्न, होम आइसोलेसनमा सुत्तै बस्न त्यो कुराहरू पनि गरिरहेका छौँ। होम आइसोलेसनमा बस्नेहरूलाई चाहिँ चाहिने किट्स जस्तो प्याकेटहरू बनाएर चाहिँ तिमीलाई चाहिँ घरमा बस्ने हो भने चाहिँ यी कुराहरू मास्क, सेनिटाइजर उसले गर्नुपर्ने विधि अनि उसले चाहिँ घरमा बस्दाखेरि होम आइसोलेसनमा बस्नु पर्दाखेरि पुरा गर्नुपर्ने मापदण्डहरू पनि एउटा तयार गरेर त्यो सबै कुराहरू काउन्सिलिङ गर्ने हाम्रो स्वास्थ्यकर्मी नजिकको स्वास्थ्य संस्थामा रहेका उहाँहरूलाई स्वास्थ्यकर्मीहरूलाई काउन्सिलिङ गराउने, जनप्रतिनिधिहरूलाई परिचालन गर्ने। यसरी चाहिँ सकेसम्म सङ्क्रमण नहोस्, नफैलियोस् भनेर चाहिँ व्यापक रूपमा चाहिँ अब जनचेतना नै हाम्रो बढी फोकस छ आउँदै चाहिँ। हजुर, पक्कै पनि अब यो स्थितिमा हामी अब कोरोनालाई जितेर अगाडि बढ्न सक्छौँ भन्ने विश्वास राख्नुहुन्छ नि?
मैले अलिकति सुनिनँ हजुर, यो अलिकति टेलिफोन डिस्टर्ब भयो होला। यो स्थिति अहिलेको स्थितिमा अब हामी कोरोनालाई परास्त गर्न सक्छौँ भन्ने विश्वास राख्नु भएको छ? होइन छ, एउटा चाहिँ के छ भने काउन्सिलिङमा यो चाहिँ विशेष गरी सबैभन्दा कोरोनाले मान्छेहरूलाई चाहिँ त्यो समस्या धेरैको ल्याउने भन्दा पनि मान्छेको मानसिक रूपमा चाहिँ अलिकति मान्छेलाई डर त्रास अनि त्यसपछि डिप्रेसन हुने अथवा चाहिँ मानसिक रूपमा चाहिँ ऊ चाहिँ अलिक कमजोर हुने अवस्था भएको कारणले गर्दा यो चाहिँ एकदम सामान्य यसलाई रुगाखोकी अथवा सामान्य रोगको रूपमा लिनुपर्छ, तर सङ्क्रमण चाहिँ यो व्यापक रूपमा हुनसक्छ। त्यस कारणले जसलाई लागेको छ त्यो पनि यो चाहिँ एकदमै सामान्य रूपमा लिनुपर्छ भनेर एकदमै मनोबललाई चाहिँ उच्च मनोबल बनाउनका लागि विशेष गरी हाम्रो काउन्सिलिङ चाहिँ हाम्रो काउन्सिलरहरूले चाहिँ जसले परामर्श दिन जाने स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, जो हाम्रो भोलिन्टियर हुनुहुन्छ, उहाँहरूले चाहिँ जसलाई कोरोना पोजिटिभ भइसकेको देखेको छ उहाँहरूलाई त्यो काउन्सिलिङ गर्न जानुहुन्छ। त्यो काउन्सिलिङ गर्न जाने बेला चाहिँ उहाँहरूले एकदमै उहाँहरूको मनोबललाई चाहिँ प्राथमिकता दिएर एकदम उच्च मनोबल राख्नुहोस्, तपाईँलाई केही हुँदैन, हामी चाहिँ तपाईँको जति बेला पनि तपाईँलाई अलिकति गाह्रो पऱ्यो भने तुरन्तै हामी हस्पिटल लाने कुराहरू के हामीले चाहिँ एमओई पनि गरेका छौँ। यो चाहिँ मेडिसिटीहरूसँग लगायत केही नजिकको हस्पिटलहरूसँग चाहिँ हाम्रो तुरन्तै बिरामी केही भयो भने हाम्रो हस्पिटल नजिकको हस्पिटल लिड तपाईँहरूले चाहिँ तुरन्तै ट्रिटमेन्टको लागि दिनुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँसँग हाम्रो चाहिँ सहकार्य पनि भएको छ। यसरी उहाँहरूलाई चाहिँ मुख्य कुरो आत्मबल बढाउने कुरामा चाहिँ हामी बढी केन्द्रित भएका छौँ। हजुर, पक्कै पनि यो आत्मबल नबढाएसम्म हामी यसलाई परास्त गर्न सक्दैनौँ। यहाँको यो जानकारी एकदम राम्रो जानकारी थियो। धेरै धेरै धन्यवाद। अमूल्य समय दिए हाम्रो श्रोताहरूलाई सुझाव दिनुभयो। यहाँको अमूल्य समयको लागि म धन्यवाद दिन चाहन्छु र फेरि कार्यक्रममा म यहाँसँग जोडिने आशा गर्दै यति पनि म नेवा एफएमलाई पनि यो अवसर दिनुभएको दक्षिणकाली नगरको र दक्षिणकाली नगरपालिकाको सूचना अधिकारीको हिसाबले जुन एउटा सूचना दिने अवसर दिनुभयो त्यसको लागि म तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना दिन चाहन्छु। हजुर, धन्यवाद। स्वस्थ रहनुहोला। अग्रपङ्क्तिमा खटिनुपर्ने स्थिति छ, आफू पनि स्वस्थ रहनुहोला भन्दै यहाँसँग छुट्टिन चाहन्छु। धन्यवाद दीपक कुमार केसीजी। धन्यवाद। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। म आजको कार्यक्रमबाट युनिक साक्यका साथ बिदा लिन चाहन्छु। नमस्ते, शुभ।